विषय ज्ञापन सम्बन्धमा विगत लामो समयदेखि गौनगर लगायत रौतहट जिल्ला परिषदले आम नागरिकले सार्वजनिक रूपमा प्रयोग गर्दै आएको ऐतिहासिक गौ राइस मिल मैदानलाई गौर नगरपालिकाको कार्यपालिकाले रातारात बन्द कोठाबाट बिक्री गर्ने गरेको निर्णयप्रति गम्भीर ध्यानकर्षण गराउन चाहन्छु। गौर नगरपालिकाका नगर प्रमुख लगायत केही जनप्रतिनिधि र भूमाफियाको मिलोमतोमा गरिएको यस्तो निर्णयको लागि सम्पूर्ण न्यायप्रेमी जनसमुदाय घोर भर्सना गर्दछौं। सार्वजनिक रूपमा प्रयोग हुँदै आइरहेको गौ राइस मिल मैदानमा जग्गा उठर भूमाफियाले गरेको जालझेल बारे गौर नगरपालिकाको कार्यालयलाई यथार्थ थाहा हुँदाहुँदै पनि गौर नगरपालिकाले कार्यपालिकाबाट यस किसिमको निर्णय गरी जनभावना विपरीत खेल मैदानलाई तहस नहस बनाउने षड्यन्त्र गरेपछि यहाँका जनता आन्दोलित रहेको जानकारी गराउँदछौं। मिति 66/12/29 तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल ज्यूको नेतृत्वमा रहेको मन्त्री परिषदले यस जग्गालाई अधिग्रहण गर्ने निर्णय गरे पनि सो अधिग्रहणका लागि स्रोतको सुनिश्चितता नगरेपछि हालसम्म सो जग्गाको अधिग्रहण अनियममा रहेको र भूमाफियाहरू विभिन्न कृत्य कागजात तयार गरी न्यायालयलाई समेत प्रभावमा पारी आफ्नो पक्षमा फैसला गराए पनि हालसम्म यहाँका जनताले भूमाफियाको प्रयासलाई रोकेर राखेको बेला जनप्रतिनिधिहरू नै सो कार्यमा संलग्न हुनु शंकास्पद र लाजस्पद रहेको हाम्रो ठहर रहेकोले गौ राइस मिल मैदानको जग्गा एक इन्च पनि कुनै भूमाफियालाई नदिने गरी राज्यको स्वामित्वमा सो जग्गा सार्वजनिक हितका लागि अधिग्रहण गर्नेतर्फ पहल गरिदिनु हुन समस्त जिल्लावासीको तर्फबाट ज्ञापन पत्र बुझाउँदछौं। गौ राइस मिलको सवाल थ्यांक यू। जय मोहन भूमाफियाद्वारा राज्यको जमिन कब्जा गर्ने षड्यन्त्रका विरुद्ध आन्दोलन सुरु गरेकै हो। त्यसो भए यो विषय यहाँको जनताको भावना अनुसार त्यहाँको राइस मिलको जग्गा चाहिँ आखिर पहिला पनि मन्त्री परिषदले निर्णय गरि नै सकेको रहेछ। त्यही दिशातिर मेरो सहयोग हुन्छ। भूमाफियाद्वारा राज्यको जमिन कब्जा गर्ने षड्यन्त्रका विरुद्ध आन्दोलन सुरु गरेकै हो। त्यसो भए यो विषय यहाँको जनताको भावना अनुसार त्यहाँको राइस मिलको जग्गा चाहिँ आखिर पहिला पनि मन्त्री परिषदले निर्णय गरि नै सकेको रहेछ। त्यही दिशातिर मेरो सहयोग हुन्छ।